चाहिँ रिमेडिकल इपिएसको सुरुदेखि अन्तिमसम्मको प्रोसेस बताउने छौँ। अनि यहाँ हुनुहुन्छ सब इपिएस सिङ्गुदोल। अनि फर्स्ट स्टेप चाहिँ टोकन लिने, टोकन लिएर बाहिर आउने, अनि दही खाने। दही चाहिँ के को लागि भने एक्सरेमा क्लियर रिपोर्ट आओस् भनेर केटाहरूले चाहिँ त्यही गरिरहेको छ यति बेला चाहिँ होइन। अब सुरुमा परिचय हुन्छ उसको, यता हेर त देउता परिचय। नमस्ते सबैजनालाई होइन, मेरो नाम चाहिँ शिव ठाकुर, म चाहिँ इन्टरजसबाट आएको। ल नेक्स्ट वान। म त केही बोल्दैन। केही बोल्दिनँ यता। उसको खुवाइ चाहिँ सबैभन्दा डेन्जर छ, मुखभरि छ है, खाएको जस्तै देखिरहेछ। अनि अब चाहिँ हामी मका चम्चीले दही खान्छु त, त्यो फिलिङै आएन नि दही खाएको चम्चीले। अब भित्र गएपछि हामी भिडियो बनाउँछौँ अर्को चाहिँ।